ठुलो बा अन्तरे अङ्कल हुनुहुन्छ यहाँ के आज हाम्रो के हुँदैछ हौ आज यो हाम्रो उमौलीको यो घिमिरे परिवारको यो गोडु यो सुतक जुठो परेर रहेको थियो र सधैँ त हामीले वैशाख पूर्णिमाबाट लाउने गरेको थियो फुल थियो अब त्यो रोकिएको कारणले आज हामी उमौली पूजा गर्दैछौँ गोठको धुपको यो हाम्रो यहाँ धुपाली राख्नु भएको छ यहाँ पुजारी दाइ हुनुहुन्छ गणेश बहादुर खत्री हजुर हाम्रो कोरी पूजा हो यो हाम्रो कोरी पूजा भन्छौँ यसलाई हाम्रो हजारे परिवारको जेठो सुपुत्र हैन जेठो दाजु गणेश बहादुर खत्री हजुर हजुर यो गम्भीर बहादुरको घरमा आज हामीले भेला भएर यहाँ गर्दैछौँ कमिर बहादुर खत्री गम्भीर बहादुर खत्रीको घरमा हजुर अनि यसलाई कोरी पूजा भन्छौँ अब यहाँ आएर हाम्रो गाईकै थलाभित्र हुन्छ नारायणको थान यो चाहिँ के को थान हो त यो गोसाईको गौडी गोसाई गौडी यो चाहिँ हाम्रो गोसाईको थान हो यहाँ हामी झिलिमिली पार्दैछौँ यो चाहिँ गोठभित्रै भरिसकेको हुनुपर्छ नि हुनुपर्छ यो यहाँ हाम्रो भनेको अहिले भाले पूजा हुन्छ यहाँ एउटा भाले दिए हुन्छ अब यहाँबाट अब हामी अहिले यहाँ बिधान आउँछ दुध चढाउने बिधान आउँछ धुप हाल्नु पर्यो होइन अनि धुप हालेर दुध चढाएर कुखुरा गौडी गोसाईलाई गोसाईको हो अब गौडीको थानमा हामी जाँदैछौँ यो चाहिँ हाम्रो गौडीको थान हो गौडी गोसाई गौडी गोसाई नारायण हामी तीनवटा यहाँ मान्छौँ र भीमसिन मान्छौँ हाम्रो गोठको पूजै चारवटा देवतालाई गर्छौँ त्यति बेला हाम्रो सम्पूर्ण देवता भनेका सम्पन्न हुन्छन् धेरैले त मान्दैन नि होइन धेरैले मान्दैनन् यो हिन्दू धर्म गर्ने हामी घिमिरे परिवारले चाहिँ मान्ने गरेका छौँ अन्य अरूले चाहिँ भनेको पहिला पहिला यो बाहुन मेलोबाट पनि गऱ्यो तर बाहुन मेलोबाट गर्दा हाम्रो सुके फाले भएन हाम्रो यो कुखुरा हालेर बोकै चाहिँदो रहेछ हाम्रो यो गोठ सुधार र त अहिले उमौलीमा चाहिँ हामीलाई बोका चाहिएन पछि चाहिँ पहिले हाम्रो यो पैसाको उसमा चाहिँ बोका चाहिँदैन हामीलाई मुङसिरमा चाहिँ बोका चाहिन्छ भीमसिनलाई यो यो हाम्रो नारायणको चाहिँ गोठदेखि बाहिर हुन्छ यहाँ अलिकति फुल पुगेन चाहिँ म फुल ल्याएर रङ हामी यो नारायणको थानमा जाँदैछौँ यो नारायणको थानमा हाम्रो यो फुल झिलिमिली पुगेको थिएन हामी अहिले बनाउँदैछौँ यहाँ हाम्रो अहिले भाले पूजा हुन्छ यहाँ दुध चढाइ हुन्छ यहाँ खिर चढाइ हुन्छ अब हामी यसै गरेर अब मुङसिरमा दिने बोका चाहिँ कहाँ हो त भीमसिनलाई चाहिँ अब मुङसिरमा दिने गोको थानमा हामी जाँदैछौँ अहिले हामी भनेको भैँसीको दुध र भैँसीको गोबरबाट गर्छौँ पछि मुङसिरमा चाहिँ हामीले गोको दिन्छौँ हाम्रो आज पूजा हुने घर भनेको चाहिँ उहाँ हाम्रो गम्भीर बहादुर हजुरबा हजुरबा हजुर आज गोठ दुप भयो नि त